नमस्कार, म भरत विश्वकर्मा। जेनजी आन्दोलनका क्रममा भएका घटनाका विषयमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले सम्बद्ध व्यक्तिहरूको धमाधम बयान लिन थालेको छ। आयोगले भदौ 23 र 24 का घटनामा केन्द्रित भएर बयान लिइरहेको छ। आइतबारबाट सुरु गरिएको बयानलाई 2 सातासम्म निरन्तर राख्दै प्रहरी जवानदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसम्म पुर्याएर टुङ्ग्याउने तयारी छ। करिब 3 महिनाको समय पाएको आयोगले पहिलो 1 महिनामा भने प्रहरीसँग आन्दोलनका बेला फिल्डमा खटिएकादेखि जिम्मेवारी तहमा रहेका मानिसहरूको नामावली खोज्दैमा बितायो। तर आयोगले बिहीबार मात्र प्रहरीको पूर्ण विवरण प्राप्त गरेको छ। आयोगले त्यसपछि नक्खु कारागारका प्रमुख सत्यराज जोशी, नक्खु कारागारमा रहेका रवि लामिछाने लगायतको बयान लिएको थियो। अध्यक्ष कार्कीका अनुसार जाँचबुझ आयोगको सूचीमा भदौ 23 र 24 गते फिल्डमा खटिएका प्रहरी जवानदेखि आइजिपी सम्मको नाम छ। आयोगसँग समय कम भएकाले अब दैनिक रूपमा बयान लिने तयारी गरिएको छ। आयोगले 23 गते माइतीघर मण्डलादेखि तिनकुनेसम्म खटिएका प्रहरी जवानदेखि अधिकृतसम्मको सूची प्राप्त गर्नमै 1 महिना खर्च गरिसकेको छ। आयोगले पहिलो चरणमा फिल्डमा खटिएका प्रहरीहरूसँग 23 गते कसरी गोली चल्ने अवस्थाको सिर्जना भयो, 24 गते कसरी तोडफोडमा मोडियो भन्ने बारे बयान लिने तयारी गरिरहेको छ। फिल्डमा खटिएका सुरक्षाकर्मीपछि उनीहरूलाई निर्देशन दिने अधिकृत हुँदै प्रहरी नेतृत्व आइजिपीसम्म पुग्ने र सुरक्षा परिषदका सदस्य तथा प्रमुख जिल्ला अधिकारीहरूलाई बयान लिने तयारी गरिएको छ। आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारीहरू, गृह सचिव, गृहमन्त्री रमेश लेखक हुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बयान लिने तयारी गरेको छ। संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास लगायतका सरकारी तथा निजी संरचनामा तोडफोड, लुटपाट र आगजनीको जाँचबुझ र संलग्नलाई बयानमा बोलाउने बारे आयोगले विधि बनाइसकेको छ। सुरुमा 23 गतेको घटना अनि सरकारी संरचनामा भएको क्षतिबारे बयान लिने, त्यसपछि व्यक्तिगत सम्पत्तिमा भएको क्षतिबारे आयोगले काम गर्ने बताइएको छ। यही क्रममा आयोगले शुक्रबार केही प्रहरी अधिकारीहरूसँग बयान लिइसकेको छ। जेनजी आन्दोलनको पहिलो दिन नयाँ बानेश्वर स्थित संसद भवनको कमान्डरका रूपमा खटिएकी डीएसपी एलिजा गिरीको बयान लिइसकिएको छ। त्यस्तै कालीमाटी वृत्तका डीएसपी मधु कुमार थापाको बयान लिएको छ। 23 गते कसरी प्रदर्शनकारीहरू संसद भवनमा प्रवेश गरेर गोली चल्यो भन्ने बारे आयोगले उनीहरूलाई सोधेको थियो। बिहीबार डीएसपी सुन्दर तिवारीको बयान लिएको छ। त्यस्तै आयोगले बयानका लागि काठमाडौँ प्रहरीका तत्कालीन एसपी अपिल राज बोहरालाई बोलाइएको छ। त्यसपछि तत्कालीन काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआइजी दानबहादुर कार्की लगायतको बयान लिँदै प्रहरी महानिरीक्षकसम्म पुग्ने तयारी छ। विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगले आइतबार नक्खु कारागारका प्रमुख सत्यराज जोशीको बयान लिँदै काठमाडौँ केन्द्रित अनुसन्धान सुरु गरेको छ। जाँचबुझ आयोगका अध्यक्ष कार्कीले विभिन्न जिल्लाको वस्तुस्थिति अध्ययनपछि अब काठमाडौँ केन्द्रित अनुसन्धान र सोधपुछ सुरु गरिएको बताएका छन्। आयोगले बयान लिने कार्य नक्खु कारागारका प्रमुख सत्यराज जोशीबाट सुरु गरेको थियो। त्यसपछि थुनामा रहेका रासपाका सभापति रवि लामिछानेलाई कार्यालयमै बोलाएर बयान लिएको थियो। जोशीलाई सोधिएको थियो कि उक्त दिन कसरी कारागार तोडफोडदेखि कैदीबन्दी रिहा हुने अवस्थाको सिर्जना भयो, कतिपय कैदीहरू भाग्ने स्थिति कसरी भयो, रासपाका सभापति रामिन छानेदेखि जनकपुर बमकाण्डका मुख्य योजनाकार ठहर भएका सञ्जय शाह सहितका कैदीहरूका बारेमा प्रश्न सोधिएको थियो। नक्खु कारागारका प्रमुख जोशीले भने रवि लामिछानेको हकमा परिवारलाई जिम्मा लगाउने प्रक्रिया अपनाइएको थियो। त्यस क्रममा आफूलाई पत्र ल्याएर हस्ताक्षर गर्न दबाब दिएको र ज्यान जोखिममा पर्न सक्ने अवस्था भएकाले हस्ताक्षर गर्न बाध्य भएको दावी गरेका छन्। प्रदर्शन बढ्दै गएपछि असुरक्षा भएपछि केही कैदीलाई जिम्मा लगाएर पठाइएको, अधिकांश कैदी फरार भएको नक्खु कारागारका प्रमुखको दावी छ। यसैगरी सुरुमा प्रहरीबाट र त्यसपछि जिम्मेवारी अनुसार बयान हुनेछ। अध्यक्ष कार्कीका अनुसार प्रहरीको बयान सकिएपछि चारवटै सुरक्षा निकायका प्रमुख सचिव र प्रमुख जिल्ला अधिकारी, त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरिएको छ। करिब 15 दिनभित्रै तत्कालीन गृहमन्त्रीको बयान लिने तयारी छ। तर कति समय लाग्छ अहिले भन्न नसकिने अध्यक्ष कार्कीको भनाइ छ। अवस्था यो प्रसङ्गसँगै आजका लागि बिदा हुन्छु। अर्को विषयका साथ
पुनः उपस्थित हुनेछु। नमस्कार।